नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौं यामाहा XSR 155 को बारेमा। यो बाइक धेरै लामो समयको प्रतीक्षापछि अन्ततः नेपाल आउन लागेको छ। यसको संकेत यामाहा नेपालको आधिकारिक पेजले पनि दिइसकेको छ। त्यसैले धेरै बाइक पार्खीहरू अहिले यसको प्रतीक्षामा छन्। ल सुरु गरौं यसको बारेमा। यामाहा XSR 155 एउटा नियो रेट्रो मोटरसाइकल हो। यसले पुरानो क्लासिक डिजाइनलाई आधुनिक र स्पोर्टी प्रविधिसँग मिलाएर बनाइएको छ। यसको तौल केवल 137 केजी भएकाले चलाउन निकै सजिलो, नयाँ राइडरका लागि उपयुक्त र दैनिक शहरको यात्रा तथा बिदाको दिन रमाइलो राइडका लागि राम्रो विकल्प मानिन्छ। डिजाइनको कुरा गर्दा यो बाइक यामाहाको फास्टर सन्स अवधारणाबाट प्रेरित भएर बनाइएको हो। यसमा टियरड्रप आकारको फ्युल ट्याङ्की, गोलो एलईडी हेडलाइट र क्लासिक टक एन्ड रोल सिट दिइएको छ, जसले यसलाई आकर्षक र फरक लुक दिन्छ। हार्डवेयरतर्फ हेर्दा यसमा यामाहाको डेल्टा बक्स फ्रेम प्रयोग गरिएको छ। साथै 37 mm को गोल्ड एनोडाइज्ड यूएसडी अगाडिको सस्पेन्सन र एल्युमिनियम स्विङ आर्म पनि दिइएको छ, जसले राम्रो नियन्त्रण र स्थिरता दिन्छ। सुरक्षा र प्रविधिको कुरा गर्दा यसमा डुअल च्यानल एबीएस, स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल र ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। अब कुरा गरौं यसको राम्रो पक्षहरूको। यसको VVA प्रविधियुक्त इन्जिन निकै रमाइलो मानिन्छ। शहरभित्र चलाउँदा राम्रो तान दिन्छ भने खुला सडकमा गति बढाउँदा अझ बढी शक्ति महसुस हुन्छ। यसको हल्का तौलका कारण ट्राफिकमा सजिलै चलाउन सकिन्छ र मोडहरूमा पनि निकै सहज अनुभव हुन्छ। माइलेज पनि राम्रो रहेको छ। यसले करिब 45 देखि 46 किलोमिटर प्रति लिटरसम्म माइलेज दिने अपेक्षा गरिएको छ, जसले दैनिक प्रयोगका लागि अझ व्यावहारिक बनाउँछ। अब कुरा गरौं ध्यान दिनुपर्ने पक्षहरूको। यसको पछाडिको सस्पेन्सन अलि कडा भएकाले धेरै बिग्रिएको सडकमा चलाउँदा केही असहज महसुस हुन सक्छ। पिलियन सिट पनि धेरै आरामदायी छैन। यो सिट मुख्य रूपमा एक्लै चलाउनेलाई ध्यानमा राखेर बनाइएको हो, त्यसैले पछाडि बस्नेका लागि ठाउँ सीमित छ र स्ट्यान्डर्ड ग्राब ह्यान्डल पनि छैन। त्यस्तै यसको राइडिङ पोजिसन पनि सामान्य रेट्रो बाइक जस्तो धेरै आरामदायी नभई अलि स्पोर्टी किसिमको छ। अन्त्यमा यामाहा XSR 155 अहिले MAW इन्टरप्राइजेज मार्फत नेपाली बजारका लागि टिज भइरहेको छ। यसको सुरुवाती मूल्य करिब 5,50,000 देखि 6 लाख रुपैयाँसम्म हुने अपेक्षा गरिएको छ। यदि तपाईलाई क्लासिक लुक, आधुनिक प्रविधि र राम्रो प्रदर्शन भएको 155 सीसीको मोटरसाइकल चाहिएको छ भने यामाहा XSR 155 तपाईका लागि निकै राम्रो विकल्प बन्न सक्छ। त्यसो त साथीहरू, यो थियो नेपाल आउन लागेको यामाहा XSR 155 बारे सम्पूर्ण जानकारी। तपाईलाई यसको डिजाइन, फिचर र अपेक्षित मूल्य कस्तो लाग्यो? करिब 5,50,000 देखि 6 लाख रुपैयाँसम्मको मूल्यमा यो बाइक नेपालमा सफल होला कि नहोला, आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि यस्तो बाइक सम्बन्धी जानकारी मन पर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकन पनि थिच्नुहोस् ताकि आगामी भिडियोहरूको सूचना सबैभन्दा पहिले पाउन सक्नुहोस्। आजको लागि यति नै। फेरि अर्को भिडियोमा नयाँ जानकारीका साथ भेटौँला। धन्यवाद।